खाएर त खाएर यसो गर न सबैजनाले यस्तो यस्तो गर्नु पर्यो अब एकजनाले त कोक राखेर भ्याउनु भएकै छैन उहाँले खाइसक्नु भयो काले भाइ भन्छन् सबैले मैले प्यारो भाइ भन्छु अनिलाई चाहिँ गोरे भाइ भन्छन् तर एउटै देखिरह नै क्यामेरामा एउटै के कहीँनिर केही फरक देखिरहेन उहाँ चाहिँ जापानिज भाइ भन्छन् सबैले म चाहिँ टिका बहादुर भन्छु उहाँहरूले चाहिँ फिलिपिन्स जस्तो देख्नुहुन्छ ल यस्तो यस्तो गर्नुपर्छ क्या यस्तो यस्तो चेस 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 सुन्नुहुन्न मिठो पर्छ पाकेको जस्तो पर्छ मलाई आउँदैन मेरो मान्छे फिलिपिन्स बोल्दै हुन्छ अस्ति भर्खरसम्म नेपाली दिदी भने होइन अघि भर्खरसम्म अहिले बेङ्गलोर त्यो मेरो पन्ची भरै पठाउँछ म चाहिँ नेपाली दिदी होला सबैको दिदी हो म चाहिँ सबै हो नेपाली पनि हो फिलिपिन्स पनि हो जापानिज पनि हो टकिला सर्ट भियतनाम पनि भन्छ चाइनिज नेपालमा भइसक्यो मलाई कलेजमा ओइ तिमीले त कत्रो भिडियो सिक्री लाएको रहेछ धनी रहेछ नेपालमा कलेजमा भइसक्छ म चाइनिज हुन्छु चाइनिज चल्थे अलु अहिले के भन्छन् भियतनाम भन्ने पहिला सुरु आउने बित्तिकै टकिला सर्ट जापानिज बोल्दै आउनु भएको थियो पनि ए त्यत्रो बिच जान्ने भएको होइन है साउबुढो छोरा बोल्नु भएको होला बोल्दा ए साउबुढो के छ बुढा हेलो के सुनिमा सिन्जो कि सिचुरी सिमास के भन्नुभयो त्यहाँनिर सर्प छ गाई सर्प सर्प होइन त्यो केटा मान्छेले सर्पहरू त मार्दैन ए डेन्जर सर्प है मार्नु त दिपाउँदैन थिएँ खोइ तिमीलाई कोक यिनी चाहिँ कोक नखाने मान्छे हुन् बियर विस्की सुइस्की पायो भने के गर्थ्यो थाहा भएन बियर पायो भने चाहिँ खान्छ त्यस्तो कुराहरू खाँदै खान्नन् म ठिक्क खान्छु जे पनि अन्त त बियर पायो खान्छ ठिक्कको त्यो त तपाईँ जस्तो त खान्न म चाहिँ कहिले खान्छु र म चाहिँ मलाई दाइले त एउटाको आधी खानु लाग्दो रहेछ थाहा छु त्यो दाइ खाने बानी छैन नि दाइ त हाम्रो अगाडि कहिले खानुहुन्न मलाई एक होटेल पनि लाग्छ होला खाने बानी मेरो कुरा हो भ्लग बनाइराख कुरा नकाट म कुरा काटेको होइन